कक्षा 8 मा अध्ययन गर्नुहुने विद्यार्थीहरूको लागि आज पनि एउटा नयाँ भिडियो आएको छ। कक्षा 8 विषय नेपालीको पाठ 4 मा रहेको व्यावसायिक चिठी भन्ने च्याप्टरलाई कम्प्लिट रूपमा सोल्युसन गर्नेछ। आजको यस विषयवस्तु मार्फत व्यावसायिक चिठीको सम्पूर्ण अभ्यास, शब्द भण्डार, बोध र अभिव्यक्ति र भाषिक संरचना बनाउने भन्ने सम्पूर्ण अभ्यासको सोल्युसन गर्नेछौँ। साथै यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यस विषयवस्तुलाई सुरु गर्नेछौँ। सुरु गरौँ आजको यस विषयवस्तु। सबैभन्दा सुरुमा दिएको शब्दको अर्थ लेख्नुहोस् भनेको छ। व्यवस्थापक कुनै काम कुराको व्यवस्था मिलाउने, बहुउपयोगी धेरै काममा प्रयोग गर्न हुने वा सकिने। उद्योग कुनै उद्देश्य वा कार्य सिद्धान्तका निमित्त परिश्रमपूर्वक लाग्ने काम उद्योग हो। निर्मित बनाइसकिएको, बनेको, तयार र रोचित। भाउचर कार्यालयमा नगद वा जिन्सी धरौटी राख्दा वा तिर्दा प्रमाण स्वरूप पाइने रसिद नै भाउचर हो। संलग्न कुनै काममा लागेको, लिने भएको, जोडिएको। अनुरोध कसै समक्ष कुनै काम कुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नका निमित्त नम्रतापूर्वक प्रार्थना गर्ने काम वा बिन्ती भाव। दिएको अनुच्छेदमा प्रयोग भएका समूहवाची शब्द टिप्पणी गरी वाक्य प्रयोग गर्नुहोस् भनेको छ। सैनिक भनेको के हो त? मेरो भाइ सैनिक विद्यालयमा पढ्छ। फौज नेपाली सेनाका फौज सिमानामा खटिएका छन्। जन्ती म पनि मामाको छोराको बिहेमा जन्ती गएँ। लस्कर रामको बिहेमा जन्ती लस्कर त लामै थियो। ताती मेरो भाइले कमिलाको ताती हेरेर बस्दा दिन बितेकै पत्तै पाएन। भिड इन्द्र जात्रामा मान्छेको भिड थामी नसक्नु थियो भने दसैँको बेलामा मुस्ताङबाट भेडा च्याङ्डा बथान पोखरा झार्न थाले भने बथान कहाँ गयो भने आज मैले बजारबाट 2 कागियो केरा किनेर ल्याएँ। अब झोप्पो भनेको बाँदरले आमाको हातबाट अङ्गुरको झोप्पो नै खोसेर लग्यो। अब 3 मा भनेको के हो भन्दाखेरि यति कुरा ध्यान दिनुहोस् कि 3 मा जस्तो सुन्दा उस्तै सुनिन्छ भने फरक अर्थ लाग्छ, त्यो भनेकै हाम्रो यहाँ दिएको छ। कमा सीताले छोरीलाई भनिन् है। अर्को भनेको के हो? सीता भातको सीता एउटा नाम हुन्छ भने अर्को भातको सीता हो। यो अर्को जाति जुन अन्डरलाइन गरेको छु त्यो उस्तै शब्द सुनिने तर फरक अर्थ आउने है। यो पढ्नु होला। 4 मा दिएको उस्तै सुनिने तर फरक अर्थ भनेको अगाडि भने त्यस्तै। 20 जहर 20 भनेको 2टा गरौँ। खोइ के भन्छ कुन्नी राम बहादुरले 20 सेवन गरेछ। आजको परीक्षामा मैले 20 मा 20 नै अङ्क प्राप्त गरेँ। एउटा अङ्क हो भने अर्को 20 खानु हो। तिरतर्फ भनेको हाम्रो घर विद्यालयबाट पूर्वतिर छ भने अर्को मलाई पौडी खेल्न नआएर खोलाको तीरमा बसे। जुन भनेको के हो? सम्बन्धवाचक सर्वनाम हो भने अर्को जुन भनेको चन्द्रमा। तिमीले जुन दिन्छौ म त्यही दिन्छु। बादल लागेर होला पूर्णिमाका रातमा पनि आकाशमा जुन देखिन्छ। शीत भनेको एउटा चिसो र अर्को सात। पुसमाको शीत परेर बाहिर निस्किन नि गाह्रो हुन्छ भनेको अर्को। अब तीजमा म पनि आमासित मामा घर जाने हो। यस सर्वनाम। अर्को यस भनेको कीर्ति। फरक छ। यसमा अलिकति खुर्सानी थपे अझ स्वादिष्ट हुन्छ कि कीर्ति। यस भनेको स्वामी परमाचार्यको संसारवश यस फैलिएको छ। गर्व अभियान हो। मलाई नेपाली हुनुमा गर्व छ। कोक आमाले हामीलाई 9 महिना गर्भमा राख्नुभयो। अब बोध र अभिव्यक्ति। व्यावसायिक चिठीको संरचना पढ्नुहोस्, छलफल गर्नुहोस्। व्यावसायिक चिठीको संरचना है।
सुरुमा छ प्रारम्भ भाग भनेको के हो? जब मिति पठाउने संस्थाको नाम, ठेगाना, सम्बोधन, चिठी पाउने संस्थाको नाम र ठेगाना विषय हुन्छ भने यो प्रारम्भिक भाग हो। मध्य भाग, मुख्य भाग भनेको के हो? जे मुख्य भाग बिचमा लेख्नुहुन्छ, मुख्य विषयभन्दा तल लेख्नुहुन्छ त्यो भनेकै के हो? मध्य भाग अथवा मुख्य भाग हो, चिठीको मुख्य विषयवस्तु। अन्त्य भनेको के हो? चिठी पठाउने व्यापारिक संस्थाको प्रतिनिधित्व, संस्थाको नाम, ठेगाना र खामको नमुना भनेको अन्त्यको। व्यावसायिक चिठी पाठ पढी दिएका प्रश्नको मौखिक उत्तर लेख्नुहोस् है। चिठी संस्थाको नाम के हो? चिठी लेख्ने संस्थाको नाम हाम्रो तयारी पोसाक बिक्री केन्द्र हो। सौगात अल्लो कपडा उद्योग कहाँ छ भनेको यो त्यही किताबमा छ, पढेर हेरेर पढ्नु होला, रोकेर सारेर पढ्नु होला। मैले भिडियोलाई धेरै लामो बनाउन चाहिन। घरेलु उद्योगको प्रबन्धका लागि के कुरा गर्नुपर्छ है, यो नि रोकेर सारेर पढ्नु होला। सौगात अल्लो कपडा उद्योग तर्फबाट हाम्रो तयारी पोसाक बिक्री केन्द्रलाई प्रत्युत्तर लेख्नुहोस् भने सुरुमा तपाईँले मिति, त्यसपछि सौगात अल्लो कपडा उद्योग, त्यसपछि खाडा चक्र नगरपालिका 2 कालीकोट कर्णाली प्रदेश श्री संस्थागत ज्यू हाम्रो तयारी पोसाक बिक्री केन्द्र भने ललितपुर उपमहानगरपालिका 3 ललितपुर बागमती प्रदेश। विषय भनेको के हो? अल्लोबाट निर्मित तयार वस्तु पठाइदिएको सम्बन्धमा, उपयुक्त सम्बन्धमा यस कम्पनीको पत्र प्राप्त भई व्यवहार अवगत भएको हाम्रो उद्योगबाट उत्पादित सामानहरू तपाईको बिक्री केन्द्र मार्फत बजारीकरण भइरहेकोमा विशेष धन्यवाद। अझ पनि हाम्रो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी तपाईका माग अनुसार सामग्रीहरू पठाउन प्रयासरत छौँ। अहिलेलाई तयारी अवस्थामा रहेको तपसिलका सामग्री पठाइएको जानकारी गराउँदछौँ। तपसिल भनेको के हो? के सामान चाहिन्छन् त हो त्यो सामान बारे यहाँ लेखेको। यहाँ टेबल 9वटा सामान चाहिने रहेछ। एउटा झोला, दरी, नाम्लो र डोरी, कोट, ज्वारी कोट, गलबन्दी, बक्रो, टोपी हो यिनी चाहिने रहेछ। हो यिनी थानमा लेखेका भनेको झोला 250 थान हो भने टोटल भनेको 2280 थान चाहिएको रहेछ। उल्लेखित वस्तुहरूको बिल यसै संस्था संलग्न गरी पठाइएको छ। बाँकी रकम यथाशीघ्र भुक्तानी गरिदिनु हुन अनुरोध गर्दछु। भवदी सौगात अल्लो कपडा उद्योग खाडा नगरपालिका 2 कालीकोट कर्णाली प्रदेश भनेर लेखेका छ। अब यहाँ हाम्रो अर्को छ धुम्रपान लिन्छ ज्यान। धुम्रपानले के लिन्छ ज्यान भन्ने बारेमा यहाँ एउटा लेख लेखेका छ है, सन्देशमूलक लेख हो। भने धुम्रपान गर्नु हुन्छ कि हुँदैन भने त्यसबारे लेखेका छ। सुर्ती चुरट स्वास्थ्यका लागि हानिकारक छ भनेर जान्दा जान्दै पनि मानिसहरूले यसको प्रयोग गरिरहेका छन्। प्रयोग घट्ला भन्नुको साटो उल्टै बढिरहेको छ। यो बढ्ला घट्ला भनेको त उल्टै बढिरहेको छ। भने सुर्तीजन्य पदार्थको प्रयोगका कारण वर्षनी 27,000 बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै 80 लाखको मृत्यु हुनेछ भने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ। तथ्याङ्क अनुसार 70 लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र 12 लाखसँगै बस्ने मानिसले खाएको चुरटको असरको कारणले मृत्यु हुने गर्दछ। विज्ञहरू नेपाल जस्तै मुलुकमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा 70% भन्दा माथि पुर्याउनु पर्ने बताउँदै आएका छन्। सरकारले कर र अन्य शुल्क बढाउँदैमा दायित्व पुरा हुँदैन। सञ्चारका माध्यमबाट तथा प्रत्यक्ष गोष्ठी सेमिनारको माध्यमबाट जनचेतनाका कार्यक्रम पनि बढाउँदै जाने जरुरी छ। यसरी धुम्रपानले ज्यान लिन्छ भन्ने बारेमा शीर्षक राखेर लेखेका छन् है। अलि बढाउन चाहनुहुन्छ भने तपाईले बढाउन सक्नुहुन्छ। दिएको शुभकामना ढाँचा। महान पर्व दशैंको अवसरमा
आफ्नो विद्यालयका तर्फबाट लेखिने शुभकामना पत्र तयार गर्नुहोस् भने यहाँ आफ्नो विद्यालयको नाम राखेर तपाईँले लेख्नु होला। मिना भएको महिना हो, महिना सैना महिना नगरपालिका 5 बुटोल, श्री मलमला देवी माध्यमिक विद्यालय शुभकामना सैना महिना नगरपालिका 5 बुटोल। नेपालीहरूको महान चाड दसैँको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, भूतपूर्व विद्यार्थी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। प्रधानाध्यापक तथा समस्त विद्यालय परिवार भने चाहिँ यसरी आफ्नो विद्यालयको नाम राख्नु होला। यस दसैँ तिहारको अवसरमा आफ्नो विद्यालयलाई लेखिने शुभकामना पत्र भन्छ। अझ मैले डिजाइन बनाएको छैन, डिजाइन बनायो भने अक्खा देखिन्छ। तपाईँले साइडमा पिङ खेलेको, अरू टिका लगाएको हो, यिनी राख्न सक्नुहुन्छ। दिएको श्रद्धाञ्जली र संवेदनात्मक ढाँचा अध्ययन गरी एउटा नमुना तयार पार्नुहोस्। हार्दिक संवेदना भनेको एकातर्फ जन्म लेख्ने हो भने अर्कोतर्फ मृत्यु र बिचको त्यो फोटो राख्ने ठाउँ हो। सो भूपेन्द्रमान शाह यस पशुपति आधारभूत विद्यालयका पूर्व शिक्षक भूपेन्द्रमान शाहको 2080 1 महिना 7 गते 66 वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी सम्पर्क विद्यालय परिवार मर्याहत भएका छौँ। शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति धैर्य धारणा गर्दै शक्ति मिलोस् भनी हार्दिक संवेदनात्मक प्रकट गर्दछौँ। प्रधानाध्यापक तथा सम्पूर्ण विद्यार्थी परिवार डर गरेको ठाउँमा आफ्नो प्रधानमन्त्रीको नाम लेख्नु होला। दिएको अनुच्छेदको मैन पठन गर्नुहोस् भने त्यहाँ दिएको अनुच्छेद त्यसलाई पढेर यसका उत्तर दिनुहोला। सरकारी लेखा प्रणाली भनेको के हो? सरकारले कार्यालयमा राख्ने आर्थिक अभिलेख तथा प्रतिवेदनलाई सरकारी लेखा प्रतिवेदन प्रणाली भनिन्छ। आर्थिक प्रतिवेदन किन तयार गरिन्छ? आम्दानी र खर्च चुस्त दुरुस्त राख्नका लागि आर्थिक प्रतिवेदन तयार गरिन्छ। जनताप्रतिको कुनै लेखा प्रणाली उत्तरदायित्व हुन्छ। जनताप्रति सरकारी लेखा प्रणाली उत्तरदायित्व हुन्छ। व्यावसायिक लेखा प्रणाली के प्रति उत्तरदायित्व हुन्छ? व्यावसायिक लेखा प्रणाली लगानीकर्ताप्रति उत्तरदायित्व हुन्छ। भाषिक संरचना र वर्णविन्यास है दुईटा भइसक्यौँ, शब्दभण्डार र बोध र अभिव्यक्ति। भाषिक संरचना, वर्णविन्यास। यहाँ दिएको छ दिएको वाक्यलाई सङ्गति मिलाएर लेख्नुहोस् भनेको छ। भनेको यहाँ पर्वा कथाका किताब पढ्छन् भनेको छ, यसलाई पर्वा कथाका किताब पढ्छिन् गर्ने हो। यसैले तपाईँले पढ्नु होला। दिएको वाक्यलाई सङ्गति मिलाई पुनः लेखन गर्नुहोस् भनेर यहाँ देख उहाँले पुस्तक पसल गएर छोराछोरीका लागि कथा र कविताको किताब किन्नुभयो। छोरीले कथाको किताब मन पराइन् भने छोराले कविताको किताब मन परायो। छोराछोरी दुवैलाई बुवालाई चित्रकला सामान ल्याइदिन आग्रह गरे। उनीहरू अहिले 8 कक्षामा पढ्छन्। दिएको अनुच्छेद पढी सुरु, बीच र अन्तिमको उकार लागेका शब्द खोज्नुहोस् है। सुरु दीर्घ उकार, बीचको दीर्घ उकार, अन्तिम दीर्घ उकार हो। यसरी खोजेर लेखेको, यही अनुच्छेदबाट खोजेर लेखेको है। दिएको शब्दको शुद्ध गरी लेख्नुहोस् भनेको छ। सुन्ने सुन्ने, मयूर मयूर हो। यसरी लेखेको है। यसरी रोकेर सारेर पढ्नु होला। यस प्रकार मैले नयाँ पाठ्यक्रम 2082 अनुसार कक्षा 8 विषय नेपाली पाठ 4 व्यावसायिक चिठी भन्ने च्याप्टरलाई कम्प्लिट रूपमा सोल्युसन गरिसकेको छु। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथसाथै तपाईँले माया गरिदिनु भएको छ यो च्यानललाई। साथै तपाईँले माया गरेर यो च्यानललाई 4000 सब्स्क्राइबको फ्यामिली भइसकेका छौँ। अझै हामीले सब्स्क्राइब गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला। सकेसम्म धेरै साथीहरूलाई सेयर गर्नुहोला भन्दै आजको यस विषयवस्तुबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।